बसबाट झरेर पनि कति बेर हिँड्नुपर्छ अरे अवस्था फेरि पर्छ अरे अब झोला बोकेर त्यत्रो दुईवटा झोला बोकेर गएको जाने हो बाटोबाटै हामी अब यो चाहिँ घाम जाने बाटो हो त दोस्तै रहेछ नि कहाँसम्म हो यस्तो दोस्तै बाटो सरकार बना दूं पल को तेरी बार बना दूं वैसे तो हूँ बादशाह मैं आज रात तुझे स्टार बना दूं तेरे हुस्न का पेशेंस मेरी टेस्ट न कर रहा डीजे आड़ेगा कस्तो थिए कस्तो भयो हेर मलाई भनेको एकदम ट्रान्जिसन अब हामी यहाँ गाडी राख्ने ठाउँमा ओर्लिसक्यौँ गाडी हाम्रो यहाँ अब हिँड्दै हिँड्दै गएर कता हो कता भन्दा होरि मेरो हात ठ्याक्क जहाँ छोयो नि होरि त्यहाँ पुग्ने अरे हिँडेर अझ त भन्दा नि उतापट्टिको डाँडा अरे कति बेर हिँड्नुपर्ने हो अनि उताबाट गएर ढिलो पायो भनिरहेको छन् अब ढिलो त हामी यसै नै ढिलो अब एकछिनमा निस्किन लगाएको खोइ कस्तो राम्रो देखियो है यहाँबाट त दामी पिसफुल के सुरु गर्न नपाउने यहाँ स्याकिस्या भयो अझै 1-1.5 घन्टा हिँड्नु पर्छ यस्तो अवस्था छ हेर्नुहोस् दर्शक दिन ए चाउचाउ म कति बेला नआउँछु र मेरो कपाल फर्र देखिन्छ अलि राम्री देखिन्छ हामी घान्द्रुक त सोचे जस्तो त रहेनछ त सरर होइन उकाली चढ्दै उकाली चढाउला ओराली झरौला गाह्रो पो रहेछ त अब हामी टुई हिँड्दै बिस्तारै जाने होइन ल झोलुङ्गेबाट सर्टकट लाग्न थाल्यौँ हामी यहाँ यस्तो लुगा बाँधेर हामी चाहिँ टक्कन टुकुन अब सर्टकट बाटोतिर मलाई कस्तो श्रीकृष्ण सरको बिहामा गएको याद आयो यस्तै राति 4जना त्यो साडी बिग्रेको वाला त्यही वाला बिहा ठ्याक्क मलाई त्यही याद आइरह साथीहरू हेर आई मिस यु गाइज अब रमाइलो भइरह अब हामी सर्टकट बाटो सरर जाँदैछौँ ए त्यो पहिला त्यो गाउँ बेसी गर्दाखेरि ए भन्दै कराए जस्तो बिल भइरह भैजीलाई पनि देखाइदिउँ न अब झोलुङ्गे पुल नि हामीलाई बिन्दु नउडेन तिमी कता उडेको हालिन्छ मैले हेलो ओहो यता न्यू लुक्स आइसकेछ भाग्यो नभागो न छोडेर हामी कति राम्रो देखेको हेर्न जन्तुहरू यहाँ हल्लाइरहन हल्लाएर जत्रै गरे के पागलहरू अब हामी सरर जाँदैछौँ हेर झोलुङ्गे पुल बिन्दु ओइ
अब हामी जाँदैछौँ। बिन्दु कस्तो लागिरह? खोला नाला बिरा र पहिरो खोलाको बाटो नमान्नु डरै डर भइरहेछ। हेर्न कति चाँडो गएका तिनीहरू। पानी घट्टा रहेछ यहाँ मुनि कराइरह। उहाँ पुगिसक्यो तिनीहरू त। अन्तिममा आइपुग्यौँ हामी। यस्तो राम्रो भ्यूको साथ कुर्तामा जुत्ता लाएर यसले त खोलिसकिन्छ। अब हामी वाउ न्यू लुक्स। अब हामी यसरी जाँदैछौँ। बच्चा जसरी कस्तो मजा आइरहेको निकालौँ न। ऊ हाम्रो साथी पानी अमला निकाल्दैछन्। यहाँ पानी अमला है गाइस। कुनै उकाउँछ है? ए छैन, यो ढुङ्गामा रहेछ कि अनि भएर पनि। ओहो सर्लक्कै उकालो। हालत त खराबै भइसक्यो नि। ल डाँडाकाँडा बिच हामी जाँदैछौँ। बोल्दिनँ अब। ओ माथि गएर बसी चाहिँ सुजिना त आँचल चाहिँ छैन, बिराम भएर गयो पोखरा। हामी चाहिँ बिस्तारै हिँड्दैछौँ। भिडियो स्टार्ट भएको छैन फेरि भन्नु अरे। अनि के भन्नु लाग्थ्यो भन्दाखेरि हामी माथि पहाडमा आएको थियौँ फर मेन्टल पिस, फर फ्रिडम, क्ल्यारिटी, ब्ला 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 अल द बुलसिट यु सी अन द इन्स्टाग्राम। बट यहाँ आएर के थाहा भयो भन्दाखेरि हाम्रो फिजिकल हेल्थ रहेछ कि जुन हामीले मेन फोकस गर्नुपर्ने रहेछ। तिनजनाको स्यास्या भयो। यहीँ ढल्दिउँ, यहीँ सुत्दिउँ, यहीँ सुतेर भुल्दैन यहीँबाट आनिदिउँ जस्तो। ल that's all. Bye, see you next. कहाँ बाई हो र अहिले? उसको भिडियो बना। ए ओ भरिया दाई के भन्नु हो? ओए ल गाइस सुरु अब देखो ना गाइस, ये क्या हुआ गाइस? देखो ना अब हामी त सर्टकट हिँड्नु भनेको के रे, सर्टकटले देखाइदियो। उकालो ओए अँधेरो भयो भने त एक्लै जानुहुन्न है। मेरोबाट हाम्रो हिँडेको भिडियो बनाइदिएन। के भन्नु हो? मेरो लुक हेर गाइस है। मेरो यो एन्ड दिस म चाहिँ भर्खर सन्चो भएर ग्यास्ट्रिक भएर सन्चो भयो। खाना खाएपछि पत्रमा राम्रो लाग्छ कि मलाई त। अब पेट सुक्यो धन्न खाना खाएर निस्क्यो भने नि यहाँबाट। ए ल फाइनली एन्ट्रान्स गेट। Guys, how was the experience? तिम्रो के हैन यतिको मेरो जेग्ला मलाई हो यहाँबाट उसको पार्टनर लास्टमा भयौँ नै हामी। अब
ल हामी बस्ने होटल आइपुग्यो हामी फाइनल्ली रुम पुग्यो यस्तो थकेलायो नि नुहाएर बल्ल अलि आनन्द भयो अब चाहिँ हामी तल नाच्ने गाउने गर्न जाने लागेको साथीहरूले अघि नै बोलाइसकेको थिएँ हामी चाहिँ ढिलो भयो अलिकति दिस इज आवर रुम आवर होटेल बहुत चिसो एकछिनमा खाना खाने अनि बाहिर आएको तपाईँ बस्ने भात खान लागेको अब चाहिँ हामी यहाँ रमाइलो गर्न लाग्छ किन भाउ खाकी छौ कि त मुखमा पिडालु राखी छौ गलबन्दी सल्ला दुपैले दिया हामी त आफै गाएर गर्ने हो माथि गीत बजिरहेको ये सच है पिया सब कहते हैं मुझको मैंने दिल दे दिया घुम्न नआउनेको मुटु साह्रै क्रिकेट खेलाइ चौका र छक्काको मादल बजारै जुनियरलाई मक्का कुर्सी घुमाई सबजना सर्या छन् हिमाललाई त मुक्तिनाथले कृपा नै जानुपर्छ अब बाटो नै मोडेर सुत्न पाछन् बिहान बेलुकै ब्याङ्केट तिम्रो इज्जत अलिअलि बचाइदेऊ जो मन पर्छ तानेर
छाङ्दै आइसक्नु होला मनमोजी मान्छे कता कता जान्छे खोजी हिँड्दा नगर मनमोजी मान्छे कता कता जान्छे खोजी हिँड्दा हेलो गाइस, हामी चाहिँ रमाइलो गरेर अब चाहिँ रुमतिर जान लाग्यो। सुजिना रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।